गुड मर्निङ गाइस है। म चाहिँ भर्खर उठेँ। अन्त बिहान उठेको त यति बिहान पनि के 8 बजे भनौँ न है। अन्त यति साह्रो घाम लागिरहेको रहेछ। घाम लाग्दा चाहिँ दिउँसो एकदम गर्मी हुन्छ क्या हाम्रोमा। अन्त बेलुका चाहिँ फेरि घाम डुबेपछि चाहिँ अब शीतल हुन्छ, फ्यान चाहिँ चाहिँदैन हाम्रोतिर चाहिँ त्यस्तो हो। अन्त हेर्नुहोस् न घाम बाहिर देखिहाल्नु भयो है, यस्तो छ। अन्त अब म चिया बनाउँछु, के गर्छु आज दिनभरिको म तपाईँलाई देखाउने छु है। तपाईँले मलाई माया दिइबस्नुहोस् होला, हेरेर नछोड्नुहोस् है, सब्सक्राइब लाइक पनि गरिदिनुहोस् होला। गाइस यस्तो छ काम। ओ माई गॉड। है मैले नुनको चिया बनाएँ, आज नुनको चिया खान्छु भनेर। त्यहाँदेखि अब यो डिटक्सन वाटर है, यसमा चाहिँ मैले खालि के हालेको छु भने बिट अन्त है लेमन र उयो के भन्छ पुदिना है, यो तिनवटा हालेको छु। यसलाई चाहिँ म फ्रिजमा राख्छु, अन्त दिउँसो गरममा खानेछु है। गाइस म चाहिँ आएँ है रुममा, चिया खान्छु है नुनको। भर्खर रुममा आएँ। अन्त मेरो यहाँनिर बट्टामा चाहिँ नि के छ म देखाउँछु ल तपाईँलाई। अरे खुल्ली ए यो बिस्किट, यो चाहिँ मलाई तल देवरको छोरी स्टेलाले ल्याइदिएको है। थ्याङ्क यू सो मच छोरी, 1 सेकेन्ड स्टेला। आज है अब चाहिँ मैले यो ऐनाहरू सबै पुसेँ है, ऐनाहरू सबै पुसेँ। यो यहाँ फुलको स्ट्यान्डहरू थियो नि त, यहाँ अगाडि सारिकन है। अन्त मैले पुसिसकेँ। अब यो सबै मिलाउनु पर्ने छ। यो कन्स्ट्रक्सनहरू सकेपछि चाहिँ यो लाइटको तारहरू पनि सबै मिलाउनु पर्ने छ है। मेरो फुलहरू गदावरीहरू है, मेरो फुलहरू यो सबै। मेरो यो घन्टी फुल पनि फुलिरहेछ है। कहाँ गएको भाइ, कहाँ गएको? कपाल काटेर आएको। कपाल त अस्ति काटेको सरमले क्या लास्टले। अलिक लामो देख्यो नि त अहिले चाहिँ। अहिले ह्यान्डसम देखेछ, ह्यान्डसम। यो मेरो गदावरी दिल गार्डन त्यही त। यो चाहिँ मेरो देवरको छोरा है, गाडी धुनु गएको होला नि त, साबुन खोज्दै थियो कि दिल गार्डन भन्दै हिँड्दैछ। यो जुस त है सधैँ नै म खान्छु। यो चाहिँ मलाई मेरो हस्बेन्डले बनाउनु सिकाउनु भएको है। अनि त्यही हो, यहाँ निम्बु छ, बिट अन्त के भन्छ अर्को पुदिना। गाइस अब खाएँ ल म। कस्तो तिर्खा लाग्यो ऐनाहरू पुसेको। दामी आमामा पसिना हेर्नुहोस् न। जति घर सफा गरे पनि सक्दैन त साथी हो। मेरो मात्रै हो कि तपाईँहरूको पनि हो कि है, यता गर्छु उता बिग्रिरहेको, उता गर्छु यता बिग्रिरहेको हो। हत्तु हुन्छ। त्यही काम चाहिँ कन्टिन्युै गर्नुपर्छ क्या। अनि त्यही माथि अब कन्स्ट्रक्सन पनि चलिरहेछ नि त। यहाँ मेरो घरहरू कम्प्लिट भएको छैन, हुँदैछ। सक्नै लागेको छ हो, त्यसले गर्दा पनि होला सायद है, सफाइ हुँदैन। बलुवा आएको हो। अन्त मेरो मात्रै हो कि तपाईँहरूको पनि हो, प्लिज कमेन्ट गर्नुहोस् होला। अहिले भेटौँ ल साथीहरू। गाइस मैले भनेको थिएँ होइन, हिजोसम्म म एक्लै थिएँ ब्लगमा। आज चाहिँ मेरो भानिस आउँछ, म भानिससँग गर्नेछु भनेर यो फाइनली आयो। हेलो भनिदेऊ न। हेलो। केटाको चाल दामी छ नि, फेरि ह्यान्डसम छ नि, ब्युटी केटीहरू सानो छिटो पटाउँछ। अब हि इज भेरी ट्यालेन्टेड, मल्टी ट्यालेन्टेड नि, फेरि होसियारै ब्युटी गर्ल्सहरू। यहाँ मेरो देवरको छोराले गाडी सफा गर्दैछ, म देखाउँछु ल। के गरेको? अन्त तिम्रो त गर्लफ्रेन्ड छ भनेर सुने त मैले। हो छ? को छ गर्लफ्रेन्ड?
बाथरुम भन्नु अब हामीले चिनाइराख्यो नि त अब हामीले बिहा गरिदिनु होला नि अन्त सोनाम दादा त यहाँ कस्तो ह्यान्डसम अहिले भिडियोमा भनिसक्यो मलाई अब तिम्रो टर्न हो नि को छ कहाँको लङ्गुरकै कि होइन यताको त कहाँको छ दार्जिलिङको के जात गुरुङ गुरुङ ओ माई गड साँच्चीकै ला प्रभु म त मरेलु पैसा पुरा तयारी राख्नुपर्ने रहेछ अब रबिन भाइ र उसलाई पनि भन्ने बेला भयो त अन्त गगुनालाई पनि आमा बाबालाई पनि गाइस अब खाना रेडी भयो है मैले आलु र करेला भुटेको थिएँ यो मेरो हिजोको आधी डल्ले खोर्सानी थियो अन्त माम अनि आजलाई दही गाइस अब यही मेरो रेडी भयो खाना करेला आलु माम हिजोको मेरो डल्ले खोर्सानी थियो है अन्त दही अब माम खाने है हाम्रो लन्च टाइम भयो गाइस अब मेरो लन्च स्टार्ट है मिठो छ दही मिठो यम्मी लु है गाइस खाइसके फिनिस्ड मेरो लन्च दामी भयो गाइस आज तो मौसम इतना अच्छा है कि हावा आइरहेको छ मजाले आज चाहिँ घाम पनि छैन हो आज तो मौसम देखकर दिल गार्डन गार्डन हो गया है आज त दिल एकदम गार्डन गार्डन शीतल है घाम छैन हावा लागिरहेछ आज चाहिँ घाम पनि छैन है पर्दा मजाले लगाए अब यहाँ ओछ्यानमा चाहिँ बिन्दास सुत्ने हो हजुर साथी हो घाम पनि छैन है पर्दा पनि लगाए अब यहाँ ओछ्यानमा चाहिँ म बिन्दास सुत्ने हो अब सुतेर उठेर भेटौँ ल बानी छ नि यसो घामले गर्दा होला हौ गरमले होला पुरा ढल्किने बानी लागेको छ उठेर भेटौँ ल गाइस हेलो गाइस अब चाहिँ म उठेँ है सधैँ त निदाउँदिनँ थियो फोन उयो गर्दै के भन्छ खेलाउँदै बस्थेँ नि त आज चाहिँ निदाइपठाएछु हो पानी पनि छिटाउँदैछ बाहिर चिसो चिसो भयो अब के गर्नु गाइस त्यही पकाउनु धुनु हो अल्छी लाग्छ फेरि त्यही खाना पकाउनु ल गाइस अब के भन्छ अहिले भेटौँ न हेलो गाइस अब चाहिँ म बल्ल उठेँ हो अन्त सधैँ चाहिँ म एकछिन फोन खेलाउँदै बस्थेँ निदाउँथिनँ नि त आज त निदाएछु हो अन्त बाहिर पानी पनि पर्दैछ अन्त चिसो पनि भयो हो अन्त ब्ल्याङ्केट पनि ओढिरहेछु गाइस के गर्नु गाइस त्यही पकाउनु हो खानु वाक्कै लाग्छ सब्जी पनि के पकाउँ हुन्छ हो अब हिजोको अलिकति मासु छ अब त्यही बनाइदिन्छु गाइस हो हुन्छ अहिले भेटौँ है गाइस उठेर कस्तो जानुपर्छ गाइस पानी पर्दै रहेछ मौसम त दामी भयो आलुदम र आलु र टिम्बुरको अचारले मौसम दिल गार्डन दिल गार्डन छ क्या हौ यस्तै ह्यान्डसम केटाहरूलाई नदेखाएर कसलाई देखाउनु अन्त यत्तिको चाहिँ हुनु पर्यो नि त अन्त कि साह्रै भयङ्कर पनि नहुइदेऊ न टप पनि नहुइदेन यता त हेरिदेऊ ह्याट के साह्रो के साह्रो सरम मानेको जस्तै भिडियो गरे पनि नगरे पनि तिमी नै हो कस्तो ब्युटी गर्लफ्रेन्डहरू पटिन्छ होला हौ फ्रान्समा गएपछि त पापाले फ्रेन्च केटीहरू त झुन्डिन्छ होला हौ आई लभ यू सोनु सोनाम पनि छोडेर सोनु लभ यू भन्दै यु एक्सेप्ट मी भन्दै दिल गार्डन हुआ है मेरो मानिसको
गाइस हेर्नु त यी चिया एक्लै खाएछ अस्कललाई सोध्नु पनि छोडेको छ गाइस गाइस कोही बेला त भित्रै ल्याइदिउँ कि माइजू आउँ कि भन्छ खै कुन त जति छेउछेउ आउनु आँट्यो फ्रान्सको भिजा त्यति चिया पनि पो सोध्नु छोडे त ए ए ए हाँसिदेऊ न प्लिज गाइस आज चाहिँ मैले है माटोको भाँडामा चाहिँ चिची पकाएको अन्त तपाईँलाई भुटेको पनि देखाउँ भन्दै थिएँ कि बिर्सेछु भुटेको देखाउने या अब यसलाई उमाल्छु है के को मासु भन्दाखेरि चाहिँ है म भन्दिनँ है कोही के को मासु खाने हुन्छ कोही के को नखाने हुन्छ है अन्त कसैलाई घिन लाग्छ नि त अन्त त्यही कारण म भन्दिनँ अन्त मेरो माटोको भाँडामा चाहिँ यहाँ पकाएको भुटेको देखाउन पाइनँ आइम सो सरी साथीहरू गाइस अब म चाहिँ है उयो के भन्छ गरम भयो नि त चुल्हामा चिची पकाएकोले गर्दा हो अन्त म चाहिँ चिया खाँदैछु नुनको चिया बनाएको चिनीको चिया खानु छोडेको अब नुनको चिया गरम भयो चुल्हामा मासु पकाएकोले गर्दा हो अनि यहाँ टेरेसमा चाहिँ एकदम चिसो चिसो हावा खानु आएको यहाँ हाम्रो बस्ने बेन्ची थियो कि ल्याऊ मेरो हातले भएन देखाउनु चिसो भएछ यो पनि बस्ने पनि दिल गार्डन भइरहेछ साथी हो पानी परेर शीतल है चिसो भइरहेछ गाइस मौसम हेर्नु नि पर्पल रातो कस्तो पो भयो त निलो निलो त एउटा पनि देखेको छैन त्यहाँ चाहिँ मेरो ह्यान्डसम भानिस हिँड्दैछ वर्कआउट गरेको होला हो खुसी हुनुपर्नेमा स्याड छ के भयो कुनी के छ तिमीलाई प्रब्लम भनिदेऊ न किन वाइ स्याड हो अन्त एकदम स्याड छ त झन् भिसा आउन लाग्यो बा अब घर छोडेर पो गई हुँदैछ कि भनेर बा स्याड भएको कि के हो अलिकति एक्साइटेड पनि होला तर मनमा घरको पनि याद आउँदै होला नि त है छैन अरे यस्तो बिन्दास भानिस वाह 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 क्या बात है वाह 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 यस्तो समयले भन्दा पनि अब तिमी त गर्नु पनि परे नि त अब तिम्रो पनि एज हुँदैछ होइन अब आमालाई पनि त हेर्नु पर्यो अब आमाले दुःख गरिसक्यो अब छोराको ट्रन हो नि त हो कि होइन कि कसो गाइस भनिदिनुहोस् है आमालाई पनि अब रेस्ट दिनु पर्यो नि त घरमा होइन अब आमाको ट्रन नि त हो तर जस्ट मेरो भानिस चाहिँ बुझा कि छ के भयो छाती पो दुख्यो त छ उसको मनमा केही पिर छ बोल्नु सकेकै छैन गाइस रेडी हाम्रो मासुको सुप दिउँसोको सब्जी थियो भानिसले पिनेको टिम्बुरको अचार अनि मेरो भानिसले चाहिँ लिन थाल्यो डाइट हेभी छ नि भानिसका गाइस फिनिस्ड यो चाहिँ हड्डी यम्मी यम्मी भएको थियो गाइस मेरो हस्बेन्डले है सिलगढीबाट म्याङ्गो ल्याइदिनु भएछ अन्त एप्पल अब समयको फल त खानु पर्यो नि होइन र साथी हो मेरो हस्बेन्ड पनि पुरा थाक्यो अरे हिजोको बेलुकाको निन्द्रा हो अन्त है दादा पुरा थाक्यो निन्द्रा लाग्यो कति लाग्यो तपाईँ पनि खाने हो म्याङ्गो ल म काटेर ल्याउँछु ल अब हामी म्याङ्गो खाने भानिसलाई पनि म्याङ्गो खाउँ ल भनेको कि अन्त अब हामी म्याङ्गो खाने छौँ साथी हो समयको फल त खाइराख्नु पर्यो नि है फेरि यसको सिजन गएपछि पाउँदैन समय हुँदै खाइहाल्नुपर्छ क्या फेरि यो फ्रुट्स भनेकै मेरो हस्बेन्ड सिलगढी जाँदा ल्याइदिन्छ र नि खानु पाइन्छ साथी हो म्याङ्गो है मिठो रहेछ मैले र भानिसले चाहिँ किचनमै खायौँ हो किचनमा खायौँ त्यहाँदेखि मेरो बुढालाई चाहिँ हेरेर ल्याइदिएको नि हो मिठो रहेछ दामी यम्मी टेस्टी गुलियो नगुलियो हुन्छ अब मेरो भ्लगलाई यहीँ राख्नेछु तपाईँहरू सबैलाई गुड नाइट है अन्त अहिले टाइम भएको छ तपाईँको 11:15 पो भइसकेछ हौ हो 11:15 भएछ अब
कहाँ जाने पो रहेछ भनेर गुड नाइट भनेछ भन्दैछ मेरो हस्बेन्डले। अब भ्लगमा साथीहरूलाई त अब बाई बाई त गर्नु पऱ्यो नि त होइन साथी हो। अन्त गुड नाइट। अब फेरि भोलि अर्को भ्लगमा भेटौँ है। अन्त यो भिडियो चाहिँ हेरेर मात्रै छोड्नु होइन, सब्सक्राइब पनि गरिदिनुहोस् होला है, लाइक पनि गरिदिनुहोस् होला। हुन्छ, बाई बाई, सी यु नेक्स्ट भ्लग।